सम्पूर्ण नमस्कार। म फेन्सु लामा, कृषि उद्यमी व्यवसायी र हामी अहिले हेटौँडा 13 पदमपोखरीमा छौँ र मेरो फार्मको नाम एमएनएस एग्रो प्राली हो र हाम्रो प्रोडक्सन भन्नुहुन्छ भने चाहिँ विशेष गरी मेवा, ड्रागन फ्रुट, खरबुजा, सयपत्री फुल र बाख्रा पालन रहेको छ र सिजन अनुसारको अन्य तरकारी बालीहरू पनि गरेको छ र अहिले हामी चाहिँ भन्नुपर्दाखेरिमा अहिले हामी यहाँनिर 2 बिघा क्षेत्रफलमा चाहिँ फैलिएको चाहिँ अहिले हामी ड्रागन फ्रुट फार्ममा छौँ र हामीसँग अहिले 4 प्रजातिको ड्रागन फ्रुट रहेको छ। विशेष गरी चाहिँ रेड साइम भेराइटीहरू, सी भेराइटीहरू, हैन, अमेरिकन ब्युटीदेखि लिएर यी भेराइटी रहेको छ र अहिले हामी जुन ठाउँमा छौँ त्यो चाहिँ टनेलभित्रको ड्रागन फ्रुट हो। यो हामीले ड्रागन फ्रुट 2 तरिकाले गर्न सकिन्छ। एउटा चाहिँ हाम्रो पोलिङ सिस्टम भन्छ, पोलिङ सिस्टम चाहिँ पोल गाडेर त्यसमा माथि टायर राखेर गर्न सकिन्छ भने यो चाहिँ ट्रेली सिस्टम भन्छ। यसमा चाहिँ लहरै रूपमा चाहिँ ट्रेन जस्तो भनौँ न, यसरी लहरै गर्न सकिन्छ। तपाईँले हेर्न सक्नुहुन्छ एकदम अहिले चाहिँ यो जम्बो रेड साइम भेराइटीको हो, यो मलेसियन हो। त्यसले गर्दा एकदम राम्रो छ। यो चाहिँ भर्खर 1 वर्षको बिरुवा हो यो र 1 वर्षको बिरुवामा पनि हामीले पहिलो पटक चाहिँ यसको हार्भेस्ट गरिसकेका छ। लगभग हामीले यो रेड साइम चाहिँ हामीले लगभग वर्षमा 10 चोटि भन्दा बढी हार्भेस्ट गर्छौँ। यसको सिजन भन्नुहुन्छ भने चाहिँ जेठबाट वैशाखबाट चाहिँ फ्रुटिङ सुरु हुन्छ, नयाँ बड सुरु आउँछ भने आएको चाहिँ बड आएको 15 दिनमा राति फुल फुल्छ। यसको अर्को नाम भनेको रातकी रानी हो र त्यसपछि चाहिँ फुल फुलेको 20 देखि 25 दिनभित्रमा यो चाहिँ हार्भेस्ट गर्न तयारी हुन्छ। यो चाहिँ रेड प्रजातिको भित्र रातो हुन्छ र खाँदाखेरि अत्यन्तै मिठो हुन्छ र त्यति मात्र नभइकन यो चाहिँ स्वास्थ्यको लागि पनि धेरै राम्रो छ। भन्नु सुपर फुड हो यो। एउटै फुडमा चाहिँ शरीरलाई चाहिने सबै न्युट्रिएन्ट पाउने भएको कारणले गर्दाखेरिमा सुपर फुड छ यो। एकदम हाम्रो चाहिँ यो उदयमान फलको रूपले पनि यो चाहिँ चिनिन्छ र यसले गर्दाखेरिमा यो पेसा गरिरहँदाखेरिमा हामी चाहिँ एकदम खुसी छौँ। र मेवा भन्नुहुन्छ भने मेवा पनि हाम्रो अत्याधिक यो ठाउँ यो माटोमा चाहिँ एकदम सुहाउँदो, यो चाहिँ अरू ठाउँको भन्दा एकदम बढी स्विटनेस अथवा चाहिँ खाँदाखेरिमा स्वादिलो, हेर्दाखेरिमा आकर्षक रूपले देखेको चाहिँ मेवा फलाको अवस्था छ। मेवै भन्नुहुन्छ भने अहिले हामीले मेवा गरेको 7 वर्ष भयो, कन्टिन्यू नै 7 वर्ष हामीले मेवा गरिरहेको छौँ। तर फरक फरक प्लटमा यो वर्ष मेवा एउटा ठाउँमा गर्नुहुन्छ भने त्यही ठाउँमा चाहिँ हामीले फेरि गर्दैनौँ, अर्को ठाउँमा गर्नुपर्छ, त्यसरी गरिरहेको छौँ। त्यसै गरी ड्रागन फ्रुट गरेको अहिले हामीले 4औँ वर्षबाट 5औँ वर्ष लागिसकेको छ। यसरी काम गरिरहेको अवस्था छ र चाहिँ सिजन अनुसार चाहिँ हामीले चाहिँ खरबुजादेखि लिएर चाहिँ सयपत्री फुल, हैन, र बाख्रा पालन त कन्टिन्यू रहेको अवस्था छ। साँच्चै नै किसानलाई आवश्यक पर्ने जल, मल, बिउ, प्रविधि रहेछ। यी 4वटा कुरा भयो भने किसानले उत्पादन गर्न सकिने रहेछ र त्यसपछि भनेको बजारीकरण रहेछ र बजारीकरणलाई हामीलाई चाहिँ भनौँ न एउटा मन्डी चाहियो या चाहिँ त्यो बजारसम्म पुग्नलाई कृषि एम्बुलेन्स चाहियो। त्यसै गरी नै चाहिँ केही समयलाई स्टोर गर्नको लागि हामीलाई कोल्ड स्टोर चाहिने रहेछ र मैले अघि भनिरहँदाखेरिमा यो उत्पादन गर्नलाई लागि 4वटा कुरा जल, मल, बिउ, प्रविधिमा चाहिँ हेटौँडा उपमहानगरपालिका का मेयर अथवा उपमेयरज्यू, प्रमुख प्रशासकज्यू, होल परिवारले सिङ्गो अथवा चाहिँ हेटौँडा 13 वडा कार्यालयबाट वडाध्यक्षज्यूले सबैले सहयोग गर्नु भएको छ। विशेष गरी भन्नुहुन्छ भने जलको लागि यो ठाउँ एकदम सुक्खा ठाउँ हो। यो ठाउँमा चाहिँ मकै र चाहिँ कोदो भन्दा केही पनि नहुने ठाउँ हो। अहिले चाहिँ सिँचाइले गर्दाखेरिमा यो पानीले गर्दाखेरिमा अहिले चाहिँ के छ भन्दा सबै चाहिँ बाली भएको अवस्था छ। यहाँको माटो एकदम हाई इल्ड खालको चाहिँ माटो छ। यहाँनिर यहाँको पिएचदेखि लिएर सबै माटोमा भएको चाहिँ गुणहरू चाहिँ ओएमदेखि लिएर सबै कुरा राम्रो भएको कारणले गर्दाखेरिमा सबै खेती रहेको छ। र पानीको भन्नुहुन्छ भने हेटौँडा महानगरपालिका कृषि विकास चाहिँ कार्यालय चितवन, त्यसै गरी नै यता चाहिँ वडा कार्यालयको संयुक्त संयोजनमा एउटा बोरिङ भएको छ। यहाँनिर त्यो पानीको व्यवस्था छ। जल सबभन्दा ठुलो कुरा हो। जल भएपछि मात्र अन्य चाहिँ हुने भएको कारणले गर्दा त्यो जलमा सहयोग गर्नु भएको छ, बोरिङ गराउनु भएर। र त्यति मात्र नभइकन चाहिँ हामीलाई चाहिँ मलको रूपमा, हामीलाई प्राङ्गारिक मलको रूपमा चाहिँ उहाँहरूले चाहिँ व्यवस्था गर्नुभएको छ। विभिन्न खालको प्राङ्गारिक मलहरू विशेष गरी सब्सिडीमा चाहिँ प्रोत्साहनको रूपमा चाहिँ हामीले दिनुभएको छ। त्यसै गरी भन्नुहुन्छ भने बिउ, गुणस्तरीय बिउ। साँच्चै भन्नुपर्दाखेरिमा यो काम गर्दै जाँदाखेरिमा गुणस्तरीय बिउ चाहिँ चाहिने रहेछ। गुणस्तरीय बिउले चाहिँ फललाई धेरै फरक पर्ने रहेछ, उत्पादनलाई धेरै फरक पर्ने रहेछ, आम्दानी पनि त्यसले चाहिँ हिट गर्ने रहेछ। त्यसले गर्दाखेरिमा गुणस्तरीय बिउ चाहिँ एकदम क्वालिटी सिड चाहिँ चाहिने भएको कारणले गर्दाखेरिमा त्यो क्वालिटी सिड पनि अहिले यो देखिरहनु भएको चाहिँ हेटौँडा उपमहानगरपालिकाको एउटा तरकारी तथा फलफुल कार्यक्रम भन्ने अन्तर्गत एउटा चाहिँ कार्यक्रम अन्तर्गत यो नयाँ बिरुवा ल्याएको थियो र त्यो अनुसारको चाहिँ यो बिरुवा भइरहेछ। यसले धेरै राम्रो गराएको छ, उत्पादन राम्रो दिइरहेको अवस्था छ। त्यसै गरी भन्नुहुन्छ भने प्रविधि एकदम चाहिँ भनौँ न हाम्रो चाहिँ कम लागतमा बढी उत्पादन गर्ने र बढी नाफा लिन चाहिँ हिसाबले हेर्नुहुन्छ भने हामीले प्रविधिको प्रयोग गर्नै पर्छ। प्रविधि प्रयोग गरिसकेपछि हामीलाई चाहिँ कम अभियसली लागत कम हुने भएको कारणले गर्दाखेरिमा चाहिँ हामीले प्रविधिको प्रयोग गरेका छौँ। अहिले हामीले यहाँ पनि प्रविधिको प्रयोग गरेका छौँ। जस्तो कि अहिले यहाँनिर हामीले बोरिङ गर्यो, पानी ल्यायो, सबै अहिले चाहिँ एकचोटि त्यहाँ बोरिङ अन गरिसकेपछि सबै थोपछि चाहिँ झर्छ, यहाँनिर पानी सरर झर्छ। त्यो खालको व्यवस्था रहेको छ भनेपछि त यो अटोमेटिक मान्छेले हाल्नु पर्यो नि कि प्रविधिले के गर्यो भन्दाखेरिमा यसलाई चाहिँ युटिलाइज भइरहेको छ। यी 4वटा कुरा
जलमल बिउ प्रविधि यी चारवटा कुरा भने उत्पादन गर्न सकिन्छ। यो चारवटा कुरामा चाहिँ विशेष गरी हेटौँडा नगरपालिकाले यही चारवटा कुरालाई टेकेर चाहिँ आफ्नो नीति बनाउनु भएको छ, कृषिको चाहिँ कार्यक्रमहरू ल्याउनु भएको छ। र हिजो मात्र होइन, लगभग यो हेटौँडा नगरपालिकाले चाहिँ हामी यो कृषि कर्म सुरु गरेको चाहिँ 7 वर्ष भयो। किन योभन्दा अगाडि म टिचिङ गरिरहेको थिएँ, 7 वर्ष टिचिङ गरेँ, अहिले 7 वर्ष यो कृषि पेसामा छु म। र मैले हिजो 7औं वर्षदेखि नै मैले निरन्तर रूपमा चाहिँ हेटौँडा नगरपालिकाको चाहिँ साथ सहयोग पाइरहेको छु। त्यति मात्र नभइकन प्राविधिक साथ सहयोग अथवा त्यहाँको प्राविधिकज्यूहरू पनि यहाँनिर आउनुहुन्छ, हेर्नुहुन्छ के भइरहेछ, कसो भइरहेछ भने बुझ्नुहुन्छ र त्यो अनुसारको हामीलाई सल्लाह सुझाव पनि दिनु भइरहेछ। त्यतिमा हामीलाई हौसला प्रदान गर्न लागि हाम्रो चाहिँ पहिला उपमेयर हुनुहुन्थ्यो हामीले सुरुवात गर्दाखेरिमा मिनु कुमार लामाज्यू, अहिलेको मेयर साहब हुनुहुन्छ हाम्रो मिनु कुमार लामाज्यू, र उहाँले पनि चाहिँ अहिलेसम्म निरन्तर रूपमा यो 7औं वर्षमा उहाँले चाहिँ पटक पटक बाबु के छ खबर, कस्तो छ, चाहिँ बारीको अवस्था कस्तो छ, के भइरहेछ, के छ नाफा घाटा के छ, ल है हामीले गर्नुपर्ने के हो भनेर निरन्तर रूपले चाहिँ उहाँले जोडाइरहनु भएको छ। र निरन्तर रूपमा चाहिँ हामीलाई साथ सहयोग दिनु भइरहेछ र चाहिँ भन्ने पर्ने ठाउँमा गर्नुपर्ने ठाउँमा धेरै सहयोग गर्नु भएको छ। त्यति मात्र नभइकन चाहिँ 2080 सालको चाहिँ उत्कृष्ट सृजनशील कृषक उपहार उत्कृष्ट कृषक उपहारमा चाहिँ मलाई छनौट गर्नुभएकोमा हेटौँडा उपमहानगरपालिकालाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु। र 79 सालको चाहिँ राष्ट्रपति उत्कृष्ट पुरस्कार मैले प्राप्त गरेकोमा म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी बागमती प्रदेशको उत्कृष्ट 7औं प्रदेशको चाहिँ मन्त्रालयले आयोजना गरेको चाहिँ उसमा उत्कृष्ट उद्यमीको रूपमा चाहिँ उत्कृष्ट उद्योग पुरस्कार दिनुभएकोमा त्यसमा म आभारी व्यक्त गर्न चाहन्छु। र यस्तो रहेछ सर, लाइफमा चाहिँ अहिले हामीले एकजनाबाट सुरु गरेको थियो यो व्यवसाय भने अहिले हामीसँग 30 जना चाहिँ ड्रागन फ्रुट खेती गर्ने व्यवसायिक किसानहरू हुनुहुन्छ। 30 जना व्यावसायिक रूपले चाहिँ ड्रागन फ्रुट खेती गर्नु भइरहेछ भनेपछि त्यति मात्र नभइकन मेवा भन्नुहुन्छ भने सुरुवातमा हामीले नै मेवा गरेको थियो र अहिले चाहिँ 100 भन्दा बढी चाहिँ अहिले चाहिँ किसानहरूले चाहिँ मेवा खेती गर्नु भइरहेछ। त्यसले गर्दाखेरिमा 1 बाट 2, 2 बाट 4, 4 बाट चाहिँ 50-100 भएर हामी यसरी ग्रोथ भइरहेको अवस्था छ। र हामी यति धेरै खुसी छौँ कि किनभने अब 1 बाट सुरु गरेको र निर्भरमुखी होइन कि व्यावसायिकमुखी किसान हुनु भएको छ, त्यसले केही न केही आम्दानी दिनु भएको छ र परिवारमा एक किसिमको खुसी छ। मेरो भन्नुहुन्छ भने मेरो परिवारमा एकदम खुसी हुनुहुन्छ, विशेष गरी मेरो मिसेस, मेरो बुवा मम्मी होइन, र मलाई एकदम साथ सपोर्ट गर्नु भएको छ। ल छोराले गरेको ठिक छ, किनभने इभन म मास्टर पढेको मान्छेले अब कृषि पेसा आइरहँदाखेरिमा एक किसिमको समाजले चाहिँ के भन्थ्यो भन्दाखेरिमा ल के भयो फेन्सुलाई र यत्रो पढेको मान्छे होइन, डिग्री गरेको मान्छे जाहिर खानु अथवा चाहिँ विदेश जानु, तर चाहिँ यहीँ के गर्न खोजिरहेछ, किन त यो के भयो होला भन्ने खालको एउटा वाट क्वेसन थियो। र त्यो क्वेसनलाई चाहिँ मैले चाहिँ यसरी नै गर्नुपर्छ, हाम्रो नेपालमै के गर्नुपर्छ, सम्भावना धेरै छ। र चाहिँ कृषि पेसा भने यस्तो पेसा हो जसले चाहिँ धेरैजना रोजगार दिन्छ। म यदि तपाईँलाई भन्न चाहन्छु, मैले चाहिँ यो कृषि कर्म गरेर लगभग 4 जना नियमित रूपले चाहिँ तलब चाहिँ ज्यालादारीमा 4 जनालाई मैले रोजगार दिएको अवस्था छ, जसमा चाहिँ 3 जना चाहिँ दिदीबहिनी हुनुहुन्छ, 1 जना चाहिँ केटा हुनुहुन्छ, उहाँलाई रोजगार दिएको अवस्था भन्नुहुन्छ भने अहिले हामीले चाहिँ यता को पार्टनर रूपमा चाहिँ कृषि विकास ब्याङ्क कान्तिराज पदले पनि धेरै सहयोग गर्नु भएको छ। त्यो अनुसारको यहाँ कार्य भइरहेको छ। सम्पूर्ण सहयोगी हातहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै नै हाम्रो हेटौँडा उपमहानगरपालिका कृषि मैत्री नगरपालिका हो, कृषि मैत्री मेयर साहब हो, कृषि मैत्री उपमेयरजी हो, त्यसै गरी प्रमुख प्रशासक अथवा हेटौँडा 13 नम्बर वडा कार्यालयको पनि ठुलो सहयोग भएकोले एकदम कृषि मैत्री भएको छ। र उत्पादनलाई बढी उहाँले जोड दिनु भएको छ। उत्पादनलाई कसरी बढाउने, उत्पादन कसरी गर्ने भन्ने कुरा चाहिँ उहाँले त्यो खालको चाहिँ कार्यक्रम कार्यविधि ल्याउनु भएर पटक पटक हामीलाई झकझक गर्नुभएको छ। र पटक पटक हामीलाई एक किसिमको चाहिँ त्यहाँनिर चाहिँ नगरपालिका पनि बोलाएर चाहिँ के कुरा राख्नुहुन्छ र यही फिल्डमा पनि आउनु भएर के छ कसो भनेर बुझ्नुहुन्छ र हाम्रो उत्पादनलाई माया गर्नुभएको छ। अब एउटा चाहिँ गर्नुपर्ने के छ भन्दा स्थानीय तहले चाहिँ एउटा के गर्नुपर्ने जरुरी छ भन्दा कहिलेकाहीँ उत्पादन हाम्रो बढी भइदिन्छ, त्यो बेलामा चाहिँ हामीलाई के गरौँ हुन्छ। हाम्रो कोल्ड स्टोरमा राख्ने हो भने यो ड्रागन फ्रुट हामीले 20 दिनभन्दा बढी राख्न सकिँदैन। मेवा भन्नुहुन्छ भने त्यही 20-25 दिन मात्र राख्न सकिन्छ, त्योभन्दा बढी राख्न सकिँदैन। कहिलेकाहीँ त्यस्तो हुँदाखेरि चाहिँ र अरू कुरा चाहिँ हामीले चाहिँ कोल्ड स्टोरमा राख्दाखेरिमा त्यसको चाहिँ रूप रङ अलिकति फेरिनु भएको कारणले गर्दा ताजै खान पायो भने, ताजै चाहिँ डेलिभरी गर्न सक्यो भने राम्रो हुन्थ्यो। त्यसले गर्दाखेरिमा अलिकति बजारीकरणको पार्टमा चाहिँ हल्का चाहिँ अब त्यहाँदेखि उहाँहरूले चाहिँ हुन त कृषि एम्बुलेन्सको पनि व्यवस्था गर्नु भएको छ। कृषि एम्बुलेन्स चाहिँ हाम्रो कृषि उत्पादनहरू लानु भइरहेछ होइन। हेटौँडा उपमहानगरपालिका भित्रको 19 नम्बर वडा भित्रको कृषि उत्पादनलाई पहिलो प्राथमिकता राखेर चाहिँ कृषि एम्बुलेन्सको पनि व्यवस्था गर्नु भएको छ। कृषि एम्बुलेन्स चलिरहेको छ यहाँनिर हेटौँडा उपमहानगरले सञ्चालित भएको। र त्यति मात्र नभइकन अब चाहिँ एउटा चाहिँ मन्डीको रूपमा हाम्रो उत्पादनलाई चाहिँ न्यूनतम समर्थन मूल्यमा राख्नु भएर उहाँले एउटा लिइदिनु भयो भने, किनिदिनु भयो भने अझ चाहिँ यो 100 भएको किसानलाई 200 हुन्थ्यो, 200 बाट 500 हुन्थ्यो। त्यो खालको चाहिँ किसानलाई अझ चाहिँ भनौँ न काम गर्न जोस जागर आउँथ्यो। त्यसले गर्दाखेरिमा अब आउने कार्यक्रमलाई त्यसै गरी चाहिँ राखिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। र विदेशमा जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि यो पेसामा आकर्षित गर्नको लागि भए पनि त्यो खालको कार्यक्रमहरू ल्याउन आवश्यक छ।
र चाहिँ अहिले भनौँ न जसरी उद्योग खोल्दाखेरिमा चाहिँ एउटा पूर्वाधारको व्यवस्था गर्नुहुन्छ नि, जस्तै कि बाटो, पानी, बिजुली होइन, ट्रान्समिटर एउटा व्यवस्था गर्नुहुन्छ राज्यले। त्यसै गरी कृषि कर्म गर्नलाई विदेशबाट कोही आउँदै हुनुहुन्छ या नेपालमै कृषि कर्म गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरूलाई पूर्वाधारको आवश्यक छ। पूर्वाधार भनेको त्यही, अनि अलिकति बाटो बनाइदिनु पर्यो, उहाँहरूले अलिकति चाहिँ त्यो खालको चाहिँ प्लट जमिन छुट्याइदिनु पर्यो, त्यो खालको चाहिँ सब्सिडीहरू चाहिँ प्रोत्साहन कार्यक्रमहरू ल्याएर चाहिँ अलिकति यो कृषि पेसालाई चाहिँ उहाँले सपोर्ट गर्नुभयो भने मलाई लाग्छ यो जति पनि वैदेशिक रोजगारमा हुनुहुन्छ उहाँहरू पनि नेपालमा आउनु भएर उत्पादन लाग्नुहुन्छ, देश चाँडै नै समृद्धि समृद्धि हुन्छ जस्तो लाग्छ। र यतिसम्म चाहिँ साथ सपोर्ट गरेर सरहरू पनि आइदिनु भयो र चाहिँ यो इन्जिनियर खबर पनि यहाँसम्म चाहिँ पालिदिनु भयो, हाम्रो चाहिँ फार्ममा चाहिँ पाइला टेक्दिनु भयो। त्यसको लागि इन्जिनियर खबरको सम्पूर्ण टिमलाई पनि म हार्दिक आभारी भन्न प्रयत्न गर्न चाहन्छु, किनभने हजुरहरूले एउटा हौसला दिनुभएको छ र यो चाहिँ यो मेरो कुरा के राख्न र चाहिँ अन्य किसानलाई पनि प्रोत्साहन होस्, अझ यहीँ नेपालमै के गरोस् भनेर यो खालको चाहिँ कार्यक्रम, यो खालको चाहिँ वातावरण सिर्जना गर्नुभएको छ। त्यसको लागि इन्जिनियर खबरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। त्यसरी नै विशेष धन्यवाद हेटौँडा उपमहानगरपालिकाका सम्पूर्ण सपरिवारलाई, त्यसै गरी मेयर साहबलाई, मीना कुमार लामाज्यूलाई, उपमेयर राजेश बानीज्यूलाई, प्रमुख प्रशासक सर चाहिँ भरत सरलाई, त्यसै गरी सम्पूर्ण त्यहाँ जति पनि टिममा हुनुहुन्छ होइन ती सबैलाई चाहिँ म धेरै आभार व्यक्त गर्न चाहन्छु। हाम्रो त्यसै वडा अध्यक्ष हाम्रो पेम्बा लामाज्यूलाई पनि म र सिङ्गो वडा 13 वडा कार्यालयलाई पनि म धन्यवाद दिन चाहन्छु। र त्यति मात्र नभइकन यो ठाउँलाई यो सफलता हासिल गर्नको लागि मेरो चाहिँ यो फार्ममा काम गर्नुहुने मेरो आदरणीय चाहिँ दिदी अथवा चाहिँ दाई अथवा भाइहरू हुनुहुन्छ, यहाँनिर काम गर्ने 4 जना, नियमित रूपले काम गर्ने 4 जना हुन्छ र आवश्यक परेको बेलामा हामीले चाहिँ दैनिक जिम्मेदारी रूपमा हामीले चाहिँ उहाँहरूलाई अर्को मान्छेलाई हायर गरिरहेको अवस्था छ। त्यसले उहाँहरू पनि त्यो हातलाई पनि त्यो कृषिमा चाहिँ माटो छुनु भएको छ, माटोलाई त्यो काम गर्नु भएको छ, त्यो हातलाई पनि म सलाम गर्न चाहन्छु। र यहाँ यो यतिसम्म आइपुग्नको लागि चाहिँ एउटा चाहिँ अनुशासन धैर्यता चाहिँ चाहिने रहेछ यो सक्सेस हुनलाई। त्यो अनुशासन र धैर्यता चाहिँ कृषिमा चाहिने रहेछ। त्यसले चाहिँ सबैले त्यो अनुशासन र धैर्यमा बसेर चाहिँ कृषि कर्म गरिदिनु होला, चाहिँ व्यापक रूपले विषादी नछर्दिनु होला, तुरुन्तै चाहिँ रिजल्ट नखोजिदिनु होला। कृषि कर्ममा अलिकति समय लाग्छ, त्यसले वेटिङ चाहिँ एकदम भनौँ न तपाईँले लागिरह होला फेन्सु अहिले किन चाहिँ अहिले यस्तो भयो भन्नु लागिरह। तर मेरो 7 वर्षको यो चाहिँ के छ भन्दाखेरिमा धरातल छ, अहिले तुरुन्तै 7 महिनामा 7 दिनमा भएको धरातल होइन यो। त्यसले गर्दाखेरिमा तपाईँलाई कतै लागिरहनु हुनसक्छ नि त। जस्तै फेन्सुमा त नाम सुनिन्छ, जता जाउँ होइन, ब्याङ्कमा जाउँ या चाहिँ नगरपालिका या चाहिँ मन्त्रालय या कृषि विकास कतै जाँदाखेरिमा फेन्सुको कता, फेन्सुको ड्रागन फ्रुट फेन्सु कता, फेन्सु घरभन्दा कता भन्ने पनि लागिरह होला। त्यसले गर्दामा कन्टिन्यू निरन्तरताले गर्दाखेरिमा यो स्थानमा आइपुगेका छौँ। र मेरो सम्पूर्ण सहयोगी हातहरू मैले सम्झेँ, मेरो परिवार सम्झेँ, मेरो चाहिँ काम गर्ने भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले गर्दाखेरि यो स्थानमा छौँ र भने जस्तो काम गर्नुभएको छ। ती सम्पूर्ण सहयोगी हातहरूलाई चाहे त्यो चाहिँ वित्तीय संस्था हुनसक्छ, वित्तीय चाहिँ सङ्घ संस्था, ब्याङ्कहरू हुनसक्छ, विभिन्न खालको यहाँनिर ती सबैलाई चाहिँ म धेरै आभार व्यक्त गर्न चाहन्छु। यति भन्दै मेरो 2 शब्द राखिदिनु भएकोमा र चाहिँ सबैलाई म कृषिमा आउनलाई, कृषि गर्नलाई आग्रह व्यक्त गर्न चाहन्छु। किनभने देशमा 3वटा मेरुदण्ड छन्। ती मेरुदण्ड भनेको जल हो एउटा, हाम्रो अत्याधिक चाहिँ पानी छ होइन, त्यसले गर्दा हाइड्रो पावर गरेर हामीले चाहिँ गर्न सक्छौँ। नेपालको स्ट्यान्ड के त भनेको पनि चिन्नुपर्ने छ। अनि त्यो जल हो, त्यसपछि आएर चाहिँ पर्यटन हो, त्यसपछि कृषि हो। यी 3वटा कुरालाई चाहिँ यदि राज्यले चाहिँ राम्रोसँग चाहिँ यदि केलाएर गर्ने हो स्ट्यान्डको रूपमा चाहिँ हामी जान सक्छौँ। त्यसले गर्दा देशले के गर्न सक्छ भनेमा विभिन्न चाहिँ हामीले चाहिँ आयातलाई भन्दा पनि निर्यात चाहिँ हामीले पनि गर्न सक्छौँ। त्यसले गर्दा त्यो खालको चाहिँ माहौल गर्छौँ। अहिले पनि मैले थोरै भए पनि ड्रागन फ्रुट, मेवा अनि अन्य कार्यकार गरेर थोरै भए पनि आयातलाई चाहिँ मैले अलिकति कम गरिरहेको छु कि अब आयात 20% भइरहेको छ भने त्यसलाई चाहिँ 2% मैले चाहिँ मेरो कन्ट्रिब्युटले 18% भइरहेको हुनसक्छ। त्यसरी कन्ट्रिब्युट गरिरहेको छु। सबैले त्यसरी नै कन्ट्रिब्युट गर्यो भने मलाई जा सक्छ आयात थोरै नै हुन्छ, निर्यात धेरै हुन्छ। जति धेरै निर्यात भयो त्यति नै हाम्रो चाहिँ देशमा चाहिँ एउटा चाहिँ देशले काँचुली फेर्नेछ र कृषिबाटै सम्भव छ त्यो काँचुली फेर्नलाई। र अर्को 2टा सेक्टर मैले भने हजुरलाई त्यो 2टा मेरुदण्ड छन्, त्यो स्ट्यान्डहरू छन्। ती स्ट्यान्डहरूलाई चाहिँ राखेर चाहिँ काम गर्नु भने साँच्चै नै देश नेपालै हुन्छ। जय देश, जय कृषि, जय किसान, जय नेपाल।